चिकन अचारको रेसिपी मैले चाहिँ 1 केजी बोनलेस चिकनलाई अलिकति बेसार अलिकति नुन हालेर म्यारिनेट गरेँ र तोरीको तेलमा चिकनलाई हालेर फ्राई गरेँ। चिकनलाई हालेर यतिको फ्राई गर्न थालेपछि यसले पानी छोड्न थाल्छ। पानी छोडेर यतिको पानी निस्किएपछि यसलाई अझै चलाएर मजाले पानी नसुक्दासम्म मजाले पकाउँदै जाने। पानी सुक्न थालेपछि बल्ल यो रातो रातो भएर यतिको तेल निस्किन थाल्छ। तेल निस्केर यतिको रातो रातो जति भएपछि यसलाई निकाल्दिने। धेरै खरायो भने फेरि चाम्रो हुन्छ। यतिको भएपछि यसलाई निकाल्दिने र मसला रेडी गर्ने। मसलामा जिरा, धनियाँ, सुप, ज्वानो, ल्वाङ, तोरी, मेथी, कालो जिरा हालेर यसलाई मजाले भुट्ने। भुटेर अलि मजाले भुटेपछि यो पड्किन थाल्छ र पड्केर यतिको जति भएपछि यसलाई निकाल्ने र एकछिन सेलाउन छोड्ने। सेलाएर यसको खस्रो खस्रो धुलो बनाउने र यतिको खस्रो धुलो बनाएपछि अब खोर्सानी आफू कति पिरो खाने त्यही अनुसारको खोर्सानीलाई पेस्ट बनाउने र सबै मसलाहरू रेडी भइसकेपछि तोरीको तेलमा जिरा फुराउने। जिरा फुराएर लसुनलाई हाल्दिने। लसुनलाई हालेर लसुनलाई फ्राई गर्ने। लसुनलाई फ्राई गरेर लसुनको कलर चेन्ज हुन थालिसकेपछि बल्ल त्यसमा अदुवा हाल्ने। अदुवा हालेर दुवै लसुन र अदुवालाई मजाले फ्राई गर्दै जाने र फ्राई गर्दै गर्दै कलर चेन्ज भएर यतिको जतिको देखिन थालिसकेपछि त्यसमा हामीले अघि पिसेर राखेको मसलाहरू खोर्सानीको पेस्ट हाल्ने। त्यसपछि अघिको मसला धुलो मसला हाल्ने। बेसार आफ्नो स्वाद अनुसारको नुन हालेर यसलाई मजाले चलाउँदै पकाउने र यतिको तेल छोड्न थालिसकेपछि मसलामा अनि अघि फ्राई गरेर राखेको चिकनलाई एड गरिदिने। चिकन एड गरिसकेपछि चिकनलाई मजाले मसला लाग्ने गरी मजाले चलाउँदै पकाउँदै गर्ने। चलाउँदै चलाउँदै पकाउँदै गएपछि चिकनमा तेल छोड्न थाल्छ र चिकन तेल छोडेर यतिको जति देखिन थालेपछि अचार तुरुन्तै खाने हो भने यसमा कागती एड गर्न पनि सकिन्छ र यसलाई राखेर स्टोर गरेर खाने हो भने चाहिँ यसमा भिनेगर एड गर्यो भने चाहिँ यो लामो समयसम्म रहने भएको भएर चाहिँ मैले चाहिँ यसमा 2-3 चम्चा भिनेगर हालिदिएँ। भिनेगर हालिसकेर यसलाई मजाले चलाएर पकाउँदै सानो ग्यासमा मजाले पकाउँदै गएपछि यो रातो रातो भएर तेलको यतिको बबल निस्किन थालिसकेपछि यो मजाले पाक्छ। यतिको भइसकेपछि यो पाकेर रेडी हुन्छ। स्टोर गर्नु अघि अचारलाई सेलाउन छोड्ने र कुनै सिसाको बोतलमा हालेर स्टोर गर्ने र यति भएपछि अचार रेडी भयो। थ्याङ्क यू फर वाचिङ।